तपाईँले टिएमएसमा सेयर बाई या सेलको अर्डर हालिसक्नुभयो तर पछि प्राइस चेन्ज गर्नु पर्यो, क्वान्टिटी मोडिफाई गर्नु पर्यो या अर्डर नै क्यान्सल गर्नु पर्यो भने के गर्ने त? लास्ट भिडियोमा हामीले टिएमएसबाट सेयर कसरी किन्ने, मार्केट र लिमिट अर्डरको बारेमा अनि कोलेट्रल लोड गर्ने सबै बेसिक कुरा बुझायौँ। तर सेयर किन्नु मात्रै ट्रेडिङ कम्प्लिट हुँदैन। सबैभन्दा इम्पोर्टेन्ट पार्ट हो सेयर कसरी बेच्ने, अर्डर गल्ती भयो भने कसरी मोडिफाई गर्ने, क्यान्सल कसरी गर्ने अनि आफ्नो सेयर होल्डिङ र ट्रेड हिस्टोरी ट्र्याक गर्ने भन्ने सबै कुरा थाहा पाउनु जरुरी छ। र यो सबै कुराको कन्फ्युजन छ भने यो भिडियो लास्टसम्म हेर्नु होला। कहिलेकाहीँ के हुन्छ भने हामीले सेयरको बाई या सेल अर्डर हालिसक्यौँ तर पछि प्राइस चेन्ज गर्नु पर्यो, क्वान्टिटी चेन्ज गर्नु पर्यो या अर्डर नै क्यान्सल गर्नु पर्यो भने त्यो सबै टिएमएसबाट इजिली गर्न मिल्छ। सबैभन्दा पहिले ओपन अर्डरको कुरा गरौँ। ओपन अर्डर भनेको के हो भने जुन अर्डर अझै ट्रेड भएको छैन, मतलब तपाईँले अर्डर हाल्नुभयो तर कसैले म्याच गरेको छैन। यस्तो केसमा एडिट गर्नको लागि लेफ्ट साइडको मेनुमा अर्डर म्यानेजमेन्टमा जाने अनि डेली अर्डर बुकमा क्लिक गर्ने। त्यसपछि तपाईँको अर्डर लिस्टमा देखिन्छ। जुन अर्डर एडिट गर्नु छ त्यसको लास्ट कलममा एडिट बटन हुन्छ, त्यसमा क्लिक गर्नुहोस्। त्यसपछि एडिट गर्ने पेज खुल्छ। त्यहाँ तपाईँले प्राइस, क्वान्टिटी र भ्यालिडिटी जस्तो कि डे चेन्ज गर्न सक्नुहुन्छ। सबै चेन्ज गरिसकेपछि प्लेस अर्डरमा क्लिक गर्नु होला। यसपछि पुरानो अर्डर रिप्लेस हुन्छ र नयाँ डिटेल्सको अर्डर एक्टिभ हुन्छ। तपाईँले फेरि अर्डर बुकमा गएर भेरिफाई गर्न सक्नुहुन्छ। अब कुरा गरौँ पार्सली ट्रेडेड अर्डरको। पार्सली ट्रेडेड अर्डर भनेको के हो भने तपाईँको अर्डरको केही सेयर मात्र ट्रेड भयो, सबै ट्रेड भएन। स्टाटसमा पार्सली ट्रेडेड लेखेको हुन्छ। एडिट गर्ने प्रोसेस अलमोस्ट सेम नै हुन्छ। डेली अर्डर बुकमा गएर एडिट बटनमा क्लिक गर्ने। तर याद राख्नुपर्ने कुरा के हो भने तपाईँले अलरेडी ट्रेड भएको सेयर एडिट गर्न मिल्दैन। मात्रै बाँकी भएको क्वान्टिटीको प्राइस, क्वान्टिटी र भ्यालिडिटी चेन्ज गर्न पाउनुहुन्छ। चेन्ज गरिसकेपछि फेरि प्लेस अर्डरमा क्लिक गर्नुपर्छ। अर्डर अपडेट हुन्छ तर स्टाटस चाहिँ अझै पार्सली ट्रेडेड नै हुन्छ। यदि तपाईँले अर्डर क्यान्सल गर्नु छ भने फेरि अर्डर म्यानेजमेन्टमा जाने, त्यसपछि डेली अर्डर बुकमा जानुहोस्। जुन अर्डर क्यान्सल गर्नु छ त्यसको लास्ट कलममा क्यान्सल बटन हुन्छ। त्यसमा क्लिक गरेपछि कन्फर्मेसन आउँछ। यसमा क्लिक गर्नुभयो भने अर्डर क्यान्सल हुन्छ अनि स्टाटस क्यान्सल देखिन्छ। पार्सली ट्रेडेड अर्डर क्यान्सल गर्दा पनि प्रोसेस सेम हो। तर याद गर्नुपर्ने भनेको अलरेडी ट्रेड भएको सेयर क्यान्सल हुँदैन, मात्रै बाँकी भएको सेयर क्यान्सल हुन्छ। अर्को इम्पोर्टेन्ट कुरा, यदि तपाईँको अर्डर डे भ्यालिडिटीमा छ अनि पुरा दिनभर ट्रेड भएन भने त्यो अर्डर अटोमेटिकली एन्ड अफ डेमा क्यान्सल हुन्छ। कहिलेकाहीँ अर्डर रिजेक्टेड पनि हुन्छ। यो नर्मली मेम्बर सस्पेन्सन, क्लाइन्ट सस्पेन्सन या कोलेट्रल प्रब्लम भएको बेला हुन्छ। यस्तो अर्डरको स्ट्याटस रिजेक्टेड नै देखिन्छ। अनि जुन अर्डर रिजेक्ट, क्यान्सल या फुल्ली ट्रेड भइसक्यो त्यो सबै कम्प्लिटेड अर्डर्समा जान्छ। त्यो हेर्न पर्ने अर्डर म्यानेजमेन्ट, त्यसपछि डेली अर्डर बुकमा गएर चेक गर्न सक्नुहुन्छ। पुरानो अर्डर हिस्टोरी हेर्न छ भने हिस्टोरिक अर्डर बुक पनि युज गर्न मिल्छ। यति बुझेपछि टिएमएसमा अर्डर एडिट र क्यान्सल गर्न एकदम सजिलो छ। बाई सेल गर्दा ख्याल गर्नुपर्ने अर्को कुरा के हो भने तपाईँले बाई सेल गर्ने ठाउँमा अर्को एउटा सेक्सन देख्न सक्नुहुन्छ। सबैभन्दा माथि नै देखिने यो अप्सनहरू कन्टिन्युअस, प्री ओपन, अड लट र स्पेसल प्री ओपन मार्केटको सेक्सन चुज गर्नको लागि हो। यो सेक्सनको काम भनेको तपाईँको अर्डर कुन टाइम र कुन क्याटेगोरीमा जाने हो भनेर सिस्टममा थाहा दिने हो। सबैभन्दा धेरै युज हुने अप्सन हो कन्टिन्युअस। यो नर्मल ट्रेडिङ टाइम बिहानको 11 बजेदेखि 3 बजेसम्म युज गरिन्छ। तपाईँले रेगुलर बाई या सेल गर्दा मिनिमम 10 सेयर र 10 को मल्टिपल ट्रेड गर्दा कन्टिन्युअस नै सिलेक्ट गर्नुपर्छ। यो नर्मल लाइभ मार्केट हो जहाँ अर्डर तुरुन्तै मार्केटमा जान्छ। त्यसपछि आउँछ प्री ओपन। यो बिहान 10:30 देखि 10:45 सम्म युज हुन्छ। यो टाइममा ट्रेड हुन्छ र मार्केट ओपन हुँदा एउटा ओपनिङ प्राइस डिसाइड हुन्छ। यदि तपाईँले मार्केट खुल्नुभन्दा अगाडि नै अर्डर राख्न चाहनुहुन्छ भने प्री ओपन सिलेक्ट गर्नुपर्छ। अब अड लटको कुरा गरौँ। यदि तपाईँले 10 भन्दा कम सेयर जस्तै 1, 5 या 9 सेयर बाई या सेल गर्न चाहनुहुन्छ भने अड लट सिलेक्ट गर्नुपर्छ। किनभने नर्मल ट्रेडिङमा मिनिमममा पनि 10 सेयर्स हुनुपर्छ। त्यसैले 10 भन्दा कम भयो भने अड लटमा जान्छ। त्यसपछि छ स्पेसल प्री ओपन। यो नर्मली नयाँ आइपिओ लिस्टिङ हुँदा या कुनै कम्पनी धेरै समयसम्म हल्ड भएर फेरि मार्केटमा आउँदा युज हुन्छ। यो सेसनले त्यो सेयरको सबैभन्दा पहिलो प्राइस सेट गर्न हेल्प गर्छ। नर्मल इन्भेस्टरले यो धेरै युज गर्दैन। यसरी यो सेक्सनले तपाईँको अर्डरको टाइम र टाइप डिसाइड गर्छ। अब नेक्स्ट फिचर छ ट्रेड म्यानेजमेन्ट सेक्सन र यसभित्रको डेली ट्रेड बुक र हिस्टोरी ट्रेड बुक। डेली ट्रेड बुक भनेको के हो त? यो भनेको आजको दिनमा तपाईँले गरेको सबै कम्प्लिटेड बाई र सेल ट्रान्ज्याक्सनको लिस्ट हो। जब तपाईँले अर्डर प्लेस गर्नुहुन्छ अनि त्यो अर्डर मार्केटमा म्याच भएर कम्प्लिट हुन्छ, त्यो ट्रेड यहाँ देखिन्छ। यहाँ तपाईँले के देख्न सक्नुहुन्छ भने कुन कम्पनीको सेयर हो, बाई हो कि सेल हो, कति क्वान्टिटीमा ट्रेड भएर कुन प्राइसमा भयो, टोटल अमाउन्ट कति भयो र कति बजे ट्रेड एक्जिक्युट भयो, यी सबै देख्न सक्नुहुन्छ। र यो फिचर किन इम्पोर्टेन्ट छ भने यो फिचरले कन्फर्म गर्छ कि तपाईँको अर्डर साँच्चैकै एक्जिक्युट भयो कि भएन। यदि तपाईँले इन्ट्राडे ट्रेडिङ युज गर्नुहुन्छ भने यो एकदम युजफुल हुन्छ। आजको दिनमा कति बाई गरे, कति सेल गरे, सबै क्लियर हुन्छ। अब कुरा गरौँ हिस्टोरी ट्रेड बुकको। हिस्टोरी ट्रेड बुक भनेको तपाईँको पुरानो ट्रेडको हिस्टोरी हो। आज मात्रको होइन, हिजो, अस्ति, पछिल्लो महिना, लास्ट इयरसम्मको रेकर्ड यहाँ हेर्न मिल्छ।
यहाँ तपाईँले कुन डेटमा सेयर किनेको, कुन प्राइसमा किनेको, कुन डेटमा बेचेको, कति क्वान्टिटी थियो र टोटल अमाउन्ट कति भयो, सबै डिटेल्स हेर्न सक्नुहुन्छ। यो फिचरको इम्पोर्टेन्स यदि तपाईँले प्रफिट लस क्याल्कुलेट गर्नु छ भने एकदम इम्पोर्टेन्ट हुन्छ। ट्याक्स पर्पजको लागि पनि पुरानो रेकर्ड हेर्नुपर्छ। आफ्नो ट्रेडिङ पर्फर्मेन्स रिभ्यू गर्नु छ भने पनि हिस्टोरिक ट्रेड बुक एकदम युजफुल हुन्छ। यहाँ डेट फिल्टर पनि गर्न मिल्छ, सिम्बल फिल्टर पनि गर्न मिल्छ, जसले गर्दा स्पेसिफिक ट्रेड खोज्न अझै सजिलो बनाइदिन्छ। अब यो दुइटाको डिफ्रेन्स बुझौँ। डेली ट्रेड बुकले आजको मात्रै ट्रेड देखाउँछ भने हिस्टोरिक ट्रेड बुकले सबै पुरानो ट्रेडहरू देखाउँछ। सो यदि तपाईँले आजको ट्रेड चेक गर्नु छ भने डेली ट्रेड बुकमा जानुहोस्, अनि यदि पुरानो रेकर्ड हेर्नु छ भने हिस्टोरिक ट्रेड बुकमा जानुहोस्। यी सबै फिचरको काम जानिसकेपछि तपाईँले आफूले किन्ने कम्पनीको प्राइस कसले डिसाइड गर्छ भन्ने पनि होला। नेपालमा लिस्टिङ डेको सेयर प्राइस डिरेक्टली कम्पनी सेभ हुने एकजना इन्भेस्टरले गर्ने होइन। कम्पनीले आइपिओ इस्यु प्राइस फिक्स गर्छ र सेक्युरिटिज बोर्ड अफ नेपाल अर्थात् सेबले त्यो अप्रुभ गर्छ। तर लिस्टिङ डेमा नेप्सीले ओपनिङ ट्रेडिङ रेन्ज निर्धारण गर्छ, जसले फेस भ्यालुको 3 टाइम्ससम्म त्यो रेन्जभित्रको एक्चुअल ओपनिङ प्राइस चाहिँ बायर र सेलरको डिमान्ड सप्लाई अनुसार इन्भेस्टरले नै डिसाइड गर्छन्, जसको प्रोसेसलाई प्राइस डिस्कभरी भनिन्छ। अब तपाईँले यो सबै फिचर राम्ररी बुझ्नुभयो भने ट्रेडिङमा अननेसेसरी मिस्टेक कन्फ्युजन हुँदैन। तपाईँहरूलाई कुनै पनि क्वेसन छ भने कमेन्टमा सोध्न सक्नुहुन्छ र नेक्स्ट भिडियोमा यस्तै ट्रेडिङको बेसिक तर इम्पोर्टेन्ट कुराको कन्फ्युजन क्लियर गर्नेछु। अन्टिल देन स्टे ट्युन्ड।